जुम्लामा हिँड्नुस् मेरो घरमा माओवादी र जनयुद्धका माओवादीलाई तपाईको जौका रोटीदेखि लिएर गहुँका रोटी दाल भातदेखि लगेर तपाईका सिमीका कुम्लासम्म तपाईको बोकेर पालेर हुर्काएका हौँ। यो गणतन्त्र भन्दै बिना मगरले ल्याएको गणतन्त्र होइन, यो रेणु दाहालले ल्याएको गणतन्त्र होइन। गणतन्त्र हुम्ला जुम्ला मुगु डोल्पा सोलु सल्लेरीदेखि लिएर विकट दुर्गमका गाउँका बस्तीका मान्छेले कसैले आर्थिक सहयोग गरे, कसैले भौतिक सहयोग गरे, कसैले घर घरमा रोटी हालेर खुवाए, कसैले आफ्नो कृषि र उपज गरेर तपाईको खुवाएर प्रचण्डको छोरा त दिल्लीमा भागेर लुकेर बसेका थिए। रेणु दाहाल विदेशीसँग बिहे गरेर बसेका थिइन्। आज गणतन्त्रका पहरेदार यिनीहरू भएका छन्। यिनीहरूको कुनै पनि योगदान छैन यो गणतन्त्रमा। त्यही भएर गणतन्त्र 3 करोड नेपाली नागरिकले ल्याएको गणतन्त्र हो, प्रचण्डको परिवारले ल्याएको गणतन्त्र होइन। त्यही भएर आग्रह गर्छु युवा संघका जति पनि साथीहरू छौ, नेकपा एमालेका साथीहरू हुनुहुन्छ जो अहिले पूर्व नेकपा एमाले अहिले युवा संघमा हुनुहुन्छ, गणतन्त्रका लागि बलिदान जुम्लामा मेरो घरमा हिँड, गणतन्त्रका लागि बिहान बेलुका रात नभने तपाईको कोदका रोटीहरूदेखि लिएर जौका रोटीहरूसम्म जनमुक्ति सेनालाई खुवाएर गणतन्त्रको रक्षाका लागि हिँडेको हामीहरू हौँ। आज गणतन्त्र कोही रेणु दाहालले ल्याएकी होइनन्, प्रकाशले ल्याएका होइनन्। गणतन्त्र आज उपराष्ट्रपति राष्ट्रपतिका छोराछोरी छन्, उनीहरूले ल्याएका होइनन्। उनीहरू इन्डियाका गल्लीमा लुकेर बसेका थिए। गणतन्त्र नेपाली नागरिकले ल्याएका हुन्। अहिले त गणतन्त्र प्रचण्डका